मुखको जोर्नी टिएमजे सम्बन्धी समस्या हुने प्रमुख कारणहरूमध्ये हाम्रो खानपानको परिकार र तरिका नै मुख्य मानिन्छ। हामीले सेवन गर्ने सारो खानेकुराहरू जस्तै मासुका परिकारहरू, चिउरा, छुर्पी, मकै, भटमास आदि इत्यादि लामो समयसम्म सेवन गर्नाले हाम्रो अनुहारको जोर्नीमा अत्याधिक चाप पर्न गई अनुहारको जोर्नीभित्रको हड्डी, मांसपेशी, लिगामेन्ट, नसा आदि इत्यादिमा धेरै चाप पर्न गई केही समय अन्तरालमा यो जोर्नीमा समस्या देखा पर्न थाल्छ। केही व्यक्तिहरूमा एकैतिरको बङ्गराले खाना चपाउने बानी हुन्छ। त्यस्तो केसमा पनि एकैतिरको बङ्गराको हड्डीमा अत्याधिक चाप र लोड पर्न गई यो जोर्नी केही समय अन्तरालमा दुख्ने, आवाज आउने, अड्किने जस्ता समस्याहरू देखा पर्न थाल्छ। अझ केही समय अगाडिदेखि कानको अगाडि बङ्गराको हड्डीबाट किटकिट आवाज आउने, मुख कम खुल्ने, कहिलेकाहीँ खाना चपाउँदा दुख्ने जस्ता व्यक्तिहरूले यस्तो सावधानी झनै अपनाउनु पर्ने हुन्छ। तसर्थ आजैदेखि कडा खाने परिकारहरूलाई बढी पकाई, मुछी, नरम बनाई र दुईटै साइडको बङ्गराले चपाएर मात्र खाने बानी बसालौँ।